हेलो एन्ड नमस्ते अनि गुड मर्निङ सबैजनालाई। आज तपाईहरूले देख्न सक्नुहुनेछ यो ठुलो गाउँ मौलावन अनि ठुलो गाउँ चाहिँ देख्न सक्नुहुनेछ। यति सुन्दर घाम गरेको छ अनि त्यही भएको कारणले चाहिँ गाउँहरू एकदमै सफा देखिरहेका छौँ हामीले। अनि हामी चाहिँ ठ्याक्कै भन्नुपर्दा सेरमदेखि माथि देखिरहेछ अनि लगत्तै उता पछाडि हिउँ पनि आएको छ देखिरहेको छ, देख्न सक्नुहुनेछ। अनि बजुथोरी सिउरी सबै देखिराखेका छौँ। यो चाहिँ मौलावनको बाटो हो, सिलिचौर जाने बाटो। मौलावन हुँदै सिलिचौर हुँदै सिउरी हुँदै नाटगा पनि देखिरहेछ अलिकति। अनि यो चाहिँ हो ऐतिहासिकको ज्ञान राख्ने ठाउँ। तपाईहरूले देख्न सक्नुहुनेछ कतिजना आएर पनि बल खेलिसक्नु भएको छ र अस्ति भर्खरै पनि मेला भएको थियो। कतिजना आउनुभयो, कतिजना आउनु भएन। त्यो फेरि पनि देखिनेछ। हामी कहाँ कहाँ पुग्छौँ र के गर्छौँ तपाईँहरूलाई देखाउने नै छु। हामी चाहिँ डाला गर्न जाँदैछौँ। त्यही भएको कारणले हामी चाहिँ एकदमै खुसी पनि छौँ। आज बिदा थियो, स्कुल बिदा थियो, त्यही भएको कारणले चाहिँ हामी डाला गर्न जाँदैछौँ। अनि फेरि म अर्को भ्यू पनि देखाउने छु तपाईँहरूलाई नै छु। म अहिले पछि भेटौँला। ओके, हेलिसकेको छु तपाईँको माझमा। हामी चाहिँ डाला गरेर फर्किसकेका छौँ। हाम्रो भारी चाहिँ यहाँनिर छ, हेर्नु होला। म प्रत्येकको भारी चाहिँ देखाउने छु र प्रत्येकजना पनि देखाउने छु। तपाईँहरूलाई देख्न सक्नुहुनेछ, हेर्न सक्नुहुनेछ। अन्तिमसम्म हेरेर साथ दिनुहोला। यो चाहिँ मेरो भारी हो, एकदमै जिता छ, के गर्नु। अनि अर्को भारी चाहिँ यता पनि छ। यो चाहिँ ठुल मम्मीको भारी हो। यो चाहिँ भाउजूको भारी हो, यहाँनिर छ। अनि यहाँ एकजनाको भारी छ, हेर्नुलाई। हामीले यस्तो भारी गर्छौँ, हेर्नुहोस्। यस्तो छ, काँडा भएको घाँस कतिजनाले गर्नुहुन्छ कमेन्टमा सोध्नु होला। र म यता छु गाइज। म नास्ता खान जाँदैछु। भारी बोकेर हामी डाला काटेर आइसकेका छौँ। म नास्ता खान जाँदैछु।